हजुरको शुभ नाम? मेरो नाम सीता देवी रेग्मी। ए अनि ठेगाना? बेलाका 5 नम्बर, उदयपुरको बेलाका 5 नम्बर। उदयपुर, नेपाल। हजुर। ए अनि हजुरले के समस्या थियो? मेरो यो ढाडमा यो तल्लो जोइन्ट खुस्किएको थियो अनि नसा चेप्पिएको थियो। अनि उठ्न बस्न गाह्रो होइन? यस्तो समस्या दुखाइ सुखाइ थियो? बस्न हुँदैन थियो। ए बस्न हुँदैन थियो। अनि म जुन हजुर अङ्ग्रेजीमा त इलाजहरू गराउनु भएकै होला पहिला? मैले धेरै ठाउँ गराएको इलाज। काठमाडौँमा ट्रमामा पनि मैले 3 महिना गराएँ। अनि त्यस पछाडि फेरि टिचिङमा गराएँ। जे होस् उपचारहरू अङ्ग्रेजीमा गराउनु भयो भएन। अनि म जुन थेरापी दिँदैछु यो थेरापी हजुर कति दिन लिनुभएको थियो? 10 दिन। 10 दिन। अनि यो चाहिँ पौडै लिनुभएको थियो होइन? पोहोर मङ्सिरमा लिएको। बनाएर 2080 साल मङ्सिरमा लिनुभएको थियो। हजुर। अनि अहिले कस्तो छ? अहिले मलाई पुरै सुधार भएको छ। बनाले 1 वर्ष भएको छ, बल्झेको छैन, झन् राम्रो भएको छ। छैन। ल मलाई बसेर एकचोटि देखाइदिनुहोस् त। बस्दा गाह्रो हुन्थ्यो पहिला यो पलाची कसेर? हजुर पहिला मैले यसरी बस्नु पर्थ्यो। मैले बस्न मन लाग्दा यसरी बस्नु पर्थ्यो, नत्र मुडामा बस्ने हो। अनि अहिले त म यसरी मजाले यसरी बस्न पनि सक्छु। हजुर। अनि बस्न उठ्न सजिलो गरी मेरो यो जिउ सबै चलाउन हुन्छ, नभएदेखि घुँडा मारेर मात्रै बस्नु पर्छ। हजुर जे होस् यो समस्या चाहिँ 1 वर्ष 1 महिना हुँदैछ, बल्झेको छैन, झन् राम्रो भएको छ। त्यो 10 थेरापीले मङ्सिर 2080 सालले यो थेरापीबाट सन्तुष्ट हुनुहुन्छ? एकदमै म सन्तुष्ट छु। हजुर धन्यवाद।